दोहन गर्दै थियौँ हामी। प्रधानमन्त्री बालेन्द्र शाहको सत्ता दोहन भएको छ। आइडी घरमा चौमन्त बनायो दृश्य देखाइरहेको छ। पुतला दहन गर्दै गर्दा प्रहरीले तिम्रो दिदीको भारतीय सङ्घ भएको कारणले सायद तिमीले दाइजोमा लेख दिन लागेको हो क्यारे। त्यही कारणले आज जुन हरकत गर्यौ तिमीलाई म तपाईँ पनि भन्न चाहन्न, किनकि तिमी राष्ट्रद्रोही हौ, तिमी देशद्रोही हौ। जुन तिमीले एउटा सार्वभौम सर्वोच्च सार्वभौम संस्था संसदमा बसेर जुन हरकत हिजो तिमीले गर्यौ, भन तिमी कतिमा बिकेको छौ, तिम्रो सांसद कतिमा बिकेका छन्। तिमीले बोल्दाखेरि ताली पड्काउने र तिमीले आज व्हाइट वाश गर्ने सबैजना तिमीहरू देशद्रोहीहरू हौ। आफ्नो देशको जबकि भारतको प्रधानमन्त्री मिडियाले आजसम्म हामी भन्दा विज्ञ त्यहाँनिर मान्छे छन्, आजसम्म उनीहरूले पत्ता लगाउन सकेका थिएनन् कि हाम्रो नेपालद्वारा कतै उनीहरूको भूमि मिचेको थियो भनेर। तर बालेनले हिजो त्यहाँ बसेर भनेपछि भारतको गुलामी गर्न, चाकडी गर्न र वफादार कुत्ता भनेर साबित गर्नको लागि आफूलाई बडो मेहनत गरेको देखिन्छ। र हामी घोर भर्त्सना गर्दछौँ। हाम्रा साथीहरू सबैजना हामी पुतला दहन गर्न आएका थियौँ, तर हाम्रा प्रहरी साथीहरूले यहाँनिर पुतला दहन गर्न मिल्दैन भनेर हाम्रो सामने देशको प्रधानमन्त्रीलाई तपाईँ कुत्ता भन्दै हुनुहुन्छ। जसरी उहाँले भारतप्रतिको वफादारीता देखाउनु भयो, चोखाउनु भयो, व्हाइट वाश गर्नुभयो, त्यसलाई हाम्रो घरतिर वफादार कुत्तै भनिन्छ, नमक खाके भनिन्छ। र उहाँले देखाउनु भयो आफ्नो दिदीलाई भारतमा बिहे गरेको कारणले सायद लिपु लेख र लिम्पियाधुरा दाइजोमा दिने कोसिस गर्दै हुनुहुन्छ। र यो हामी जति पनि छौँ साथीहरू सबैजना मिलेर हामी यो रोक्ने नै छौँ। यो गलत भयो, हामी यसको घोर भर्त्सना गर्दछौँ।